नमस्कार। अहिले बजार तातेको विषय त तपाईँलाई थाहा नै छ। प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण र त्यसैसँग जेलेका विषयहरू अहिले बजारमा चाहिँ यत्रतत्र चर्चाको विषय, चिया चौतारोदेखि लिएर अहिले सुपरमार्केटहरूमा पनि ठुला ठाउँहरूमा पनि यही नै चर्चा भइरहेछ होला भन्ने मलाई लाग्छ। र यही चर्चाको सेरोफेरोमा रहेर म तपाईँहरूसँग 1-2 मिनट केही सेयर गर्न चाहन्छु। मलाई पनि लागिरहेछ यसरी प्रधानमन्त्री र मन्त्रीहरूले चाहिँ सर्लक्कै आफ्नो सम्पत्ति सार्वजनिक गर्नु यो चाहिँ धुर्त्याइ हो कि चलाखी हो कि सामान्य हो कि भठ्याइ हो कि के हो भन्ने कुराले चाहिँ मेरो मनमा चाहिँ अलिअलि कता छोइ चाहिँ रहेछ। यद्यपि उनीहरूले सार्वजनिक गरेका छन्, पहिलो उनीहरूलाई हामी धन्यवाद दिउँ। उनीहरूले सार्वजनिक गर्छौँ भनेका थिए, त्यो सार्वजनिक गरे। यस कारणले आम नागरिकको हिसाबले, एउटा सचेत नागरिकको हिसाबले हामीले ती सबैलाई चाहिँ धन्यवाद दिनैपर्छ। अब सांसदहरूको, मान्यहरूको पनि सबैको चाहिँ सार्वजनिक होस् भन्ने हाम्रो चाहना कामना छ। एउटा कुरा, उनीहरूले यत्रो सम्पत्ति कसरी कमाए यति छोटो उमेरमै भन्ने छ। यो उनीहरूको मात्रै सम्पत्ति होइन, उनीहरूको बाउको, बाजेको, बराजुको पालादेखि हुँदै आएको हुन्छ। सम्पत्ति भने त्यसरी जोडिँदै आउने कुरा हो। उनीहरूले त्यहाँ उल्लेख पनि गरेका छन्, बुवाको यति, आमाको नाममा यति भनेर जम्मा त्यो देखाइरहेको हामीले देख्छौँ। यद्यपि यो छोटो उमेरमै उनीहरूको आफ्नै नाममा त्यो कसरी ट्रान्सफर भइरहेछ भन्ने कुरा चाहिँ अहिले पब्लिकले उठाइरहेको प्रश्न के हो भन्ने मलाई लाग्छ। र मलाई के लाग्छ भने अहिले भएका प्रधानमन्त्री र मन्त्रीहरू चाहिँ आफै पैसा कमाइरहेका मान्छेहरू थिए। कुनै न कुनै रोजगार, उद्यमशीलता दिलाइरहेका अथवा आफूले काम गरिरहेका थिए भन्ने पनि लाग्छ। उनीहरूले अलिअलि पैसा कमाउनु कुरा चाहिँ सामान्य हो भन्ने मलाई लागेको छ। र अर्को कुरा चाहिँ यसको अब खास के हो, उनीहरूसँग कति थियो थिएन, अथवा यो विधिवत आम्दानी हो कि होइन भन्ने कुरा त्यो अब राज्यमा उनीहरू छन्, उनीहरूले नै अब छानबिन गर्नु पर्ला यदि आवश्यक देखियो भने। किनभने अरूको छानबिन गर्छौँ भन्ने मान्छेले आफ्नो पनि छानबिन गर्नु पर्ला, यो एउटा बाटो छ। त्यो के हुन्छ त्यो हामीले अहिले भन्न सकिने कुरा रहेन। अर्को चाहिँ मलाई मन परेको कुरा एउटा भने, अघि सार्वजनिक गरिसके। अर्को कुरा चाहिँ अहिले राजनीति गर्न आएका मान्छेहरू चाहिँ केही भएर आएका छन्, अलिअलि सम्पत्ति भएर आएका छन्। खानैका लागि, परिवार पाल्नैका लागि उनीहरूले अरूलाई लुट्न चाहिँ पर्दैन भन्ने मलाई लाग्छ। उनीहरूले चाहे भने है, योभन्दा पहिला नीतिगत भ्रष्टाचार निकै ठुलो हुने गरेको हाम्रो मुलुकमा चाहिँ त्यो कमाइ चाहिँ नीतिगत भ्रष्टाचारबाट भएको। योभन्दा अगाडि जसले गरे भनेको आरोप लागिरहेका छन्, उनीहरूले यदि गरेका छन् भने त्यो चाहिँ नीतिगत भ्रष्टाचार गरेर भएको। जस्तो कसैलाई जागिर लगाइदिने नाममा, कुनै कानुन परिवर्तन गर्ने नाममा, कुनै कानुनका बुँदा फाल्ने, झिक्ने, फ्याँक्ने नाममा, कहीँ थप्ने नाममा, होइन, यस्तो चिजहरूमा चाहिँ नेपालमा ठुलो भ्रष्टाचार हुने गरेको छ। अर्को चाहिँ निर्माण पूर्वाधारमा चाहिँ ठुलो भ्रष्टाचार हुने गरेको छ। ठेकेदारलाई ठुलो पैसा हामीले बुझाउँछौँ भनेर उनीहरूले बारम्बार भन्दै आएका छन्। यी चिजहरू छन्, होइन। अर्को चाहिँ तपाईँको यो व्यवसायीहरूसँग चाहिँ इन्टरनल रूपमा के अरे टेबल मुनिबाट ल्याउने कुरा अर्को कुरा छ। अर्को सरकारी क्षेत्रमा पनि यही खालको चाहिँ समस्या छ। यी चिजहरू रोक्नका लागि यिनीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् र अरूलाई पनि यही अनुसार लैजान्छन् भने यो चाहिँ सराहना योग्य छ। अर्को कुरा चाहिँ अब हामी पब्लिकले, आम नागरिकले ख्याल गर्नुपर्ने एउटा महत्त्वपूर्ण विषय कहाँनिर हो भने अहिलेका प्रधानमन्त्री, मन्त्री र माननीयहरू आज उनीहरूले सार्वजनिक गरेको सम्पत्ति यहाँ 5 वर्ष पछाडि उनीहरू यहाँबाट बाहिरिँदै गर्दा, यो पद छोडेर जाँदै गर्दा उनीहरूको सम्पत्ति कति बढ्छ त? उनीहरूले अहिले कमाउने विधिवत आम्दानी भनेको त के हो त भन्दाखेरि उनीहरूले गरेका व्यवसायहरू कतै छन् भने त्यो पनि देखिएको होला, देखाउनु पर्ला। त्यो छैन भने उनीहरूले अहिले राज्यको सेवा सुविधा लिएर आफूले खर्च गरेर बचेको पैसा बाहेक उनीहरूको आम्दानी हुनेवाला छैन यो 5 वर्षमा। उनीहरूले बदमासी गरेनन् भने। त्यस कारणले अहिले भएको सम्पत्तिमा 5 वर्ष पछाडि उनीहरू छोडेर जाँदै गर्दाखेरि उनीहरूको सम्पत्ति कति हुन्छ, बढ्छ या घट्छ भन्ने कुरा चाहिँ अब आम नागरिकले हेर्ने समय, हेर्ने बिन्दु चाहिँ त्यहाँनिर हो भन्ने मलाई लाग्छ। तपाईँलाई कस्तो लाग्छ? तपाईँ सबैले आफ्नो प्रतिक्रिया व्यक्त गरिराखेका छौँ सोसल मिडिया मार्फत नै। त्यस कारणले अलिअलि शङ्काको सुविधा राख्दै, धेरै चाहिँ प्रशंसा र सम्मान गर्दै यसलाई चाहिँ हामीले वेट एन्ड सी, हेरौँ, पर्खौँ र हेरौँ भन्ने नै मेरो भनाइ छ। यहाँहरूलाई कस्तो लाग्छ? धेरै धन्यवाद।